समस्याको बारेमा सदस्यज्यूको कुरा छ। हामी 10 दिन 12 दिन 15 दिन अगाडि हामी यो महानगरपालिकामा आएर यस्तै छलफल गर्दाखेरि हामीले त्यहाँ बोलेका कुराहरू अलिक फरक थिए। अहिले अलिक फरक भयो। त्यसखेर के फरक छ त भन्दा हामी यति खुला भएर यो गर्छौँ भनेर भन्ने खुलस्त गर्ने परिस्थिति पुगिसकेका थिएन। अहिले हामी अस्ति मात्र सम्मान्य राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएर नेपाल सरकारले अध्यादेश जारी गरेको छ। त्यो जारी भए पश्चात धेरै सकारात्मक पक्षहरू चाहिँ उजागर भएका छन्। त्यसले अलिकति हामीमा उत्साह ऊर्जा भइरहेको हामी महसुस गरेका छौँ र भूमिसँग सम्बद्ध अव्यवस्थित सुकुम्बासीहरूलाई उत्साह चाहिँ आएको हामीले महसुस गरेका छौँ। यद्यपि हाम्रो कानुनी प्रक्रिया अनुसार 18 गते संसदको पहिलो दिन छ। त्यस दिन पश्चात स्वतः यो कानुनमा प्रयोग हुनेछ भन्ने हामी आशा विश्वास गरेका छौँ। तर पनि काम गर्ने दौरानमा धेरै समस्याहरू आउँछन्, उल्झनहरू देखिन्छ। त्यो अध्यादेश उद्देश्य विगत आयोगहरूले काम गर्नु विशेष गरेर देवी प्रसाद तिवारी, केशवराज निरौलाको अध्यक्षतामा बनेका दुईटा आयोग प्रभावी त्यो हामी केलाउँदैछौँ। त्यतिखेर यति भन्दा हामी चाहिँ त्यो बेला हुन्छौँ, त्यो बेला हामी सक्छौँ। अहिले हामी त्यो प्रोसेसमा हामी चाहिँ लागिरहेका छौँ र उहाँहरूको त्यो विगतको अनुभव आम जनतासँग जाँदाखेरि भइरहेका हाम्रा अनुभवहरूलाई कलेक्सन गरेर हामी नेपाल सरकारलाई यो आयोग गरेपछि हामीले सुझाव पेश गरेका थियौँ। यसरी जान्यो भने हामी आयोग बन्ने, वास्तविक सुकुम्बासीले जग्गा नपाउने, बलले आफ्नो अडान राखिरहने, सहर विकास भाषा बलले मेरो भन्छ, जनता खेती किसान गरेर बस्नुभएको छ, सुकुम्बासी हुनुहुन्छ, बलले मेरो भन्छ, जग्गा छ सरकार जग्गा हो सार्वजनिक हो पाइन्न भन्छ, यो त गौचर हो भन्छ, यो त हाट हो भन्छ, यो घाट हो भन्छ। यी विविध समस्याले जुन जनताहरूले अपेक्षा गरे अनुसार पुरा संविधानले त्यो बुझेर जुन किसिमको व्यवस्था गरेका छ त्यस अनुसार त्यो व्यवस्था अहिलेको वर्तमान अवस्था अनुसार समाधान गर्न सकिँदैन। त्यसको लागि चिन्ता चाहिँ कानुन बन्नुपर्छ भन्ने राय हामीले पेश गर्यौँ। हामी आएको 3 महिना भयो। हामी आएको 10 दिनमा हामी बैठक बसेर सबै पूर्व आयोगका पदाधिकारीहरू, राजनीतिक दलका सबै राजनीतिक दलका प्रमुखहरू, अन्य विज्ञ यसमा काम गरेका विज्ञ व्यक्तित्वहरू केन्द्रबाट जिल्ला भुटिया भनेर लेखा छ, त्यहाँ भुटिया छैन। जनताको आवास बनाएको सुरु छ, बाटो पुगेको छ, खानेपानी पुगेको छ, स्कुल पुगेको छ, बिजुली पुगेको छ, सबै छ। नगरपालिकाले मालपोत कार्यालयले त दर्ता गर्ने मान्दैन, अस्तव्यस्त भएर हामी के भन्दा राजनीतिक दलहरू जनताका प्रतिनिधिहरू राजनीतिक दलहरू एकातिर अनि नेपालका विरोधीहरू सबै आएर अनि त्यो कुरा हाम्रोबाट नि आउनु पर्यो त्यसो भने यसरी चाँडै थाहा थियो र आएर 11 बजे थाहा पाएर हिँडेर अनि 11 बजी भनेको थियो कार्यक्रम अनि म 11 बजी नेपालका सबै राजनीतिक दल मैले सहर पानीबाट फेरि दिपकले लिएर आएको नगर अध्यक्ष जीवन दिपकजी लिएर आएर गाउँमा आएका सबै राजनीतिक त्यही भएर 3 नम्बर अध्यक्ष पनि त्यही उहाँलाई खबर आउँदा त्यहाँ समस्या जगत बस्नेत बोल रहा सबैको एउटा धारणा छ, त्यो समाधान भूमि बिकियो जगत बस्नेत सबैको
त्यसको हुनाले सबै राजनीतिक एउटा धारणा मेयर 5 वोट परे है अनि हामी एकदमै चाहिँ भन्दाखेरि मैले राजनीति सरकारको मुन्टा आन्दोलन व्यवसाय केन्द्रको हामी के भन्छौँ भने हामी आउँदाखेरि कुनै दललाई भोटाली मान्छे कुनै दलका सदस्य छन् तर हामी कुनै दलका होइन हामी सबैका हौँ हामी जबसम्म हामी शपथ खायौँ हामीले सबैकै हामी जाने स्थानीय सरकार प्रदेश सरकार केन्द्र सरकार जनता पदमलाई नि फोन गरेको पदमले फेरि तपाईँलाई हामी डाइरेक्ट गर्छ फेरि गएर सबै अहिले आउने बेलामा बल्ल फोन गरेको त्यसको लागि हामीले गर्ने काम अहिले जिल्ला अध्यक्ष भर्खरै आउनुभएको छ अब जिल्ला पनि पूर्णता हुँदैछ भोलि पछिसम्म पूर्णताको कुरा सुन्नुहुन्छ उहाँले यहाँ समायोजन गर्नुहुन्छ पालिकासँग प्रत्येक पालिकासँग र सबैभन्दा आधारभूत तहमा बस्नेको जनतै हो हामी वडा अध्यक्ष वडा सदस्यसँग सबभन्दा सम्बन्ध जोड्दा हामी